मामा एउटा बाख्रा लिएर जाऊँ। बाख्रा लिएर जाने नि? अनि घाँस कसले काट्छ त अनि? घाँस मैले काट्छु। खोइ त हेर त तिमीलाई अनि अनि कोसँग सुताउने नि? अनि कोसँग सुताउने बाख्रालाई? बाख्रा चाहिँ त्यही भरिमा एउटा टन्नाउट छ नि अनि तिमी सुत्ने कोठामै सुताउने बाख्रालाई? न अनि कहाँ सुताउने त? त्यहाँ कि हाम्रो घर पछाडि। अनि तिमी स्कुल जाँदा कसले हेर्छ नि? स्कुल जाँदा एक्लै बस्छ। एक्लै त बिचरा डराउनुहुन्छ नि त अनि डराउनु। तिमीलाई मन पर्यो? खोइ त हेर नि त। मैले जुन कलरको भन्छु देखि एउटा त लिएर जाऊ न। एउटा लिएर जाऊ। साँच्ची लानु होला? लिएर जाऊ त सिधै घर पुऱ्याइदिनु हुन्छ हेर्नु। जाऊ न। लिएर जाऊ। एउटा बाख्रा चाहिँ लिएरै जानुपर्छ। होइन नि त होइन। कुन चाहिँ लानु मन लाग्छ तिमीलाई? मलाई कुखुरा। कुखुरा लिएर जानुपर्छ अनि एउटा बच्चा र एउटा अब जाँदा त अलिकति गाली गर्नुहुन्छ यहाँ। न गाली गर्नुहुन्छ कि हिँड छिटो हिँड भनेको। ल हेर तिमीलाई कुन चाहिँ बाख्रा हो र चाहिएको? व्हाइट कलरको मुनि चाहिएछ? हो अनि तिमीलाई घाँस काट्ने आउनु अनि कसले घाँस काटेर दिन्छ त? बाबाले? अनि सुत्ने ठाउँै छैन नि त बाख्रा, कहाँ राख्ने नि बाख्रालाई? भयो छोडिदियो, अहिले जाऊँ पछि लिन आउने। ल मिल्दैन किन? आमा 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 रुनुहुन्छ नि त अनि बच्चा लिएर जाँदा। हिँड हुँदैन के? आमा लिएर जाने? जस्तै लैजाऊँ के प्लिज? छोडिदियो कि छोडिदियो, पर्दैन, पछि लिन आउने। ल होइन पछि लिन आउने कि? ल होइन जाऊँ भनेको, मैले फेरि म छोडेर जान्छु नि। छिटो हिँड। ल हिँड। ल यता यता हेर त नि। ल